साथीहरू, आज चाहिँ म मेरो बुवासँग 10 क्वेसन एन्सर आस्किङ अनि त्यस पछाडि रेटिङ गेम चाहिँ खेल्न गइराखेको छु। हुन्छ त बुवा? हुन्छ। डन? डन। फर्स्ट क्वेसन चाहिँ मेरो कुकिङ स्किल कस्तो लाग्छ तपाईलाई? ठिकै लाग्छ। 10 मा कति दिनुहुन्छ त मलाई? 10 मा 50। रियली? सबैभन्दा मिठो के लाग्छ त मैले भनेको? सबभन्दा मिठो सब्जी। मासुको सब्जी होला हैन? चाहिँ अनि मेरो ड्रेसिङ सेन्स कस्तो लाग्छ तपाईलाई? मैले लगाएको लुगाहरू, ड्रेसहरू 10 मा कति दिनुहुन्छ? 10 मा 9 दिन्छु। 9? एकचोटि कता काट्नु भयो? एकचोटि किन काट्यो भन्नु त? छोटो छोटो लुगा लगाउनु त्यो चाहिँ मन पर्दैन मलाई। तपाईलाई चाहिँ छोटो छोटो लुगा लगाएको मन पर्दैन? अनि छोरीलाई चाहिँ मन पर्छ नि? अनि के भन्नुहुन्न त नि मैले लाउँदा? कहाँ भन्नु तेरो रहरको कुरा है कति बुझ्ने हुनुहुन्छ नि मेरो बुवा। अनि त्यस पछाडि थर्ड क्वेसन चाहिँ ल आमालाई हाम्रो आमालाई रेटिङ गर्नु। आमालाई 90। 90 है? ओके। अनि ला क्वेसन के सोधौँ त? अनि त्यस पछाडि के सोधौँ ला मलाई आएन त। अनि तपाईलाई मेरो ड्राइभिङ कस्तो लाग्छ? ड्राइभिङ मैले स्कुटर कुदाउँछु नि, तपाईलाई कुदाएको छु नि। 10 मा कति दिनुहुन्छ? 10 मा 9 दिन्छु। 9 दिनुहुन्छ? अनि चाहिँ क्वाइट बुझ्दै रहेछु हैन? अनि काठमाडौँलाई चाहिँ तपाईले रेट गर्नु पर्यो भने 10 मा कति दिनुहुन्छ त? काठमाडौँ ठिकठिकै लाग्यो। ठिकै लाग्यो? 10 मा 5। 10 मा 5 ठिकठिकै हाल्नु चाहिँ? किन ठिकठिकै लाग्यो भन्नु नि त? घर गाउँ जस्तो हुँदैन त्यहाँ, अनि अलिकति निस्क्यो पैसा चाहिन्छ, उता गयो के चाहिन्छ। त्यही भएर बोल्नुलाई मान्छे नै हुँदैन भन्नु न। बोल्नुलाई मान्छे हुँदैन। अनि हाम्रो झापालाई चाहिँ तपाईँ 4टा 5 भयो अब यसमा है। अनि 5 क्वेसन अनि झापालाई चाहिँ तपाईँ 10 मा कति दिनुहुन्छ? 10 मा 8। 8? किन अनि 10 मा 10 चाहिँ किन हैन? 10 मा 10 त अब सबै त चिनेको, झापा भरि चिनेको त हुँदैन नि त, कति ठाउँ चिनेको पुगेकै छौँ नि। झापाको कुनाकानी पुगेकै छौँ। म त गर्मी छ त्यही भएर 2 नदिएको होला भन्नुहुन्छ भनेको त। अनि मेरो बानी कस्तो लाग्छ तपाईलाई? ठिकै लाग्छ। कस्तो हो ठिकै भनेको चाहिँ? ठिकठिकै। ठिकठिकै भनेको चाहिँ कति दिनुहुन्छ? 10 मा कति दिनुहुन्छ? 10 मा 7। 7? 3 चाहिँ कता गयो? 3 चाहिँ रिसतिर गयो। म धेरै रिसाउँछु? पहिलाको भन्दा धेरै रिसाउँछु कि कम्ती रिसाउँछु अहिले? पहिला भन्दा अलिक कम रिसाउँछु, अहिले अलि बुझ्ने भएको छ नि त। ए हो, पहिला अझै रिसाउँथे? ओके। अनि मेरो सबैभन्दा मन पर्ने बानी कुन हो? सबैभन्दा अब कान्छी छोरी भइस्, अनि सधैँ तँलाई याद आउँछ, तैँले केयर गर्ने पनि पाइभइस्, अनि त्यही भएर अनि त्यो चाहिँ 10 मा कति दिनुहुन्छ? 10 मा 9। कस्तो 9 हो? 10 मा 10 चाहिँ किन हैन? 10 मा 10 अहिले लु अब लु भनेर हुन्छ? हुँदैन। अनि अघि चाहिँ 9 दिने अनि अब चाहिँ लु भनेर 10 दिँदा हुन्छ त? अनि तपाईलाई काठमाडौँमा हामी घुमेको मध्ये सबैभन्दा मन परेको ठाउँ कुन हो? राम्रो लागेको? त्यो के पर्यो त्यो आज पूजा गर्ने ठाउँ? आज पूजा गर्ने ठाउँ? ए नागदह, ए तौदह? तौदह चाहिँ तपाईको बेस्ट हो। अनि त्यसलाई चाहिँ 10 मा कति दिनुहुन्छ? 10 मा 10 दिँदाखेरि अरू ठाउँ पनि घुमेको रमाइलो लागेको छ। अनि दिनु पाइहाल्यो नि त, तपाईँको इच्छा नि त, आफूलाई जे लाग्छ त्यो दिने नि। 10 मा 10 दियो। 10 मा 10 दिनुभयो। अब 2टा मात्रै क्वेसन राख्छु हैन? अब 2टा क्वेसनमा चाहिँ म तपाईलाई के सोध्छु भने अब बोयफ्रेन्ड रिलेटेड सोध्छु ल। अनि उमेरमा चाहिँ म भन्दा सानो छ अरे मलाई मन पराउने केटा, सपोज टु सानो छ अरे भने तपाईँ त्यसलाई 10 मा कति दिनुहुन्छ तपाईँको नजरमा? मेरो नजरमा सानो छ भने चाहिँ उमेरमा 7 मात्रै दिन्छु। एक्सप्लेन पनि गर्नु न त। किनकि सानो उमेरको पुरै भरोसा हुँदैन नि त। भोलि उनीहरूको मुड चेन्ज हुन सक्छ, छोड्नु सक्छ, त्यही भएर 7 मात्रै दिन्छु। ओके, यो हाम्रो 9 क्वेसन थियो हैन? अब लास्ट क्वेसन नम्बर 10 है। अनि सपोज टु तपाईको छोरीलाई मलाई है चाहिँ अब एउटा केटाले मन पराउँछु भन्छ अरे हैन? अनि तर मन पराउँछु चाहिँ भन्छ अरे, अनि मेसेज गरौँ अनि मेसेज गर्दा गर्दै मेसेजमा कुरा गर्दा गर्दै हामी कुरा गर्छौँ नि, मेसेजमा कुरा गर्दा गर्दै हराउँछ अरे, अनि कति घन्टा पछाडि रिप्लाई गर्छ अरे, अनि भने चाहिँ तपाईँ त्यस्तोलाई चाहिँ 10 मा कति दिनुहुन्छ? त्यसलाई त दिन्न। दिनुहुन्न? त्यस्तो बिर्सिने लगेको छ दिनु। ठिक भन्नुभयो।
नदिने होइन त ल आजको लागि चाहिँ 10वटा क्वेसन यति रहेको थियो तपाईँलाई मजा आयो त मजा आयो होइन अब भोलि अर्को क्वेसन आमासँग अनि तपाईँसँग ल बाई गरिदिनु सबैलाई बाई